Hello everyone, good morning, namaskar, Pepulo, Tasidele, Shachalo, Jojolapa, Sewa, Sevaro, Kamrimo, Major. र यो हजुरहरुले भिडियो देखिरहनु भएको छ र हेर्दै जाँदा हजुरहरुलाई मन पर्यो भने अवश्य पनि लाइक शेयर गरिदिनुहोस्। यदि मेरो युट्युब च्यानलमा पनि हजुर सब्स्क्राइबर हुनुहुन्छ भने शेयर गरिदिनुहोस् र नयाँ हुनुहुन्छ भने यदि गर्नु भएको छैन भने रुपेन तामाङ युट्युब च्यानललाई पनि प्लिज सब्स्क्राइब गरिदिनुहोस्। र मेरो यो पेज हो, यो पेजमा पनि तपाईहरुलाई मेरो हार्दिक न्यानो अभिनन्दन। र यो फूलहरु पिटुनियाको हो, जेरेनियम पनि छ अगाडि र यो चाहिँ तपाईहरुलाई थाहै छ आदरणीय दर्शकबिन, यो चाहिँ रुबिनाको मेहनतको कमल है। यो चाहिँ आदरणीय दर्शकबिन र यो उसले एकदमै आफ्नो समय निकालेर भ्याइ यसरी रोपेको फूलहरु, यसरी कुखुराहरु पालन गरेको। यता दोकान पनि छ, सानोतिनो दोकान पनि हेर्नुपर्छ। गृहस्थ जीवन भनेको एउटा तपस्या जस्तै हो आदरणीय दर्शकबिन। सबैलाई चाँजो मिलाउनु गाह्रै पर्छ र फेरि भन्ने एउटा उखानै छ है, जति नै गरे पनि घरको काम चाहिँ देखिँदैन भन्छ है। र हामीले हाम्रो श्रीमतीहरुलाई, हाम्रो चेलीबेटीहरुलाई, जो पनि हुनुहुन्छ आमाहरु, घर गृहस्थीमा लागेर जसले पनि काम गर्नुहुन्छ, उहाँहरूले बिहानको उठेकोदेखिको यसरी कुखुराहरूलाई चारो, मान्छेलाई खाजा, चिया, पानी, ब्रेकफास्ट, लन्च, डिनर, लुगा फाटा, झाडु पोचा सबै यसरी खटेर आफ्नो घरको जो एउटा ब्यालेन्स मेन्टेन्स गर्नुहुन्छ है। यसको श्रेय चाहिँ मेन चाहिँ घरको आमाहरूलाई, चेलीबेटीहरूलाई जान्छ। त्यो भएर हामीले केटाहरूले विशेष मर्द जातिले चाहिँ यो मर्मलाई बुझ्नुपर्छ। विदाउट पेमेन्ट भन्छ नि, विदाउट पेमेन्ट कार्य गर्ने चाहिँ, ड्युटी गर्ने चाहिँ हाम्रो घरको चेलीबेटीहरू हो, आमाहरू हो। बिचाराहरूलाई उनीहरूको छुट्टी पनि हुँदैन। हामी केटाहरूको छुट्टी हुन्छ अफकोर्स हैन, हप्तामा एकपल्ट दुईपल्ट छुट्टी होला, तर उहाँहरूको हप्तैभरि बिचारा लागिरहनुहुन्छ। बिहान उठेकोदेखि बेडटीदेखि लिएर ब्रेकफास्ट, लन्च, डिनर है, घरको तान तुन, साफ सफाई, बजारको शपिङ, हर चीजको उहाँहरूले यसरी गर्नुहुन्छ आदरणीय दर्शकबिन। यसैले चेलीबेटीहरू, घरको आमाहरू महान हुन्छ, उहाँहरूलाई रेस्पेक्ट गर्नुपर्छ। उहाँहरूलाई पनि हामीले समय दिनुपर्छ, बेला उहाँहरूलाई पनि हामीले सोध्नुपर्छ है। उहाँहरूलाई घुमाउनु लानुपर्छ, सपिङ गर्नुपर्छ, पिकनिक स्पटहरू हुन्छ त्यहाँ लगेर डिनर गराउनुपर्छ, नयाँ ठाउँको दर्शन गराउनुपर्छ। यो कर्तव्य हो हाम्रो विशेष केटाहरूको। उहाँहरूको पनि इच्छा हुन्छ, उहाँहरूको पनि आकांक्षा छ है। कति घरमै मात्रै 24 घण्टा घरमै मात्रै उहाँहरू लागि परेको हुन्छ। र यो एकदमै है एउटा संवेदनशील विषय हो, सेन्सिटिभ सब्जेक्ट हो। हामीले बुझ्यौँ भने रेस्पेक्ट गर्नुपर्छ। म यही यहाँबाट अपिल गर्छु, मेरो जति पनि युथ विशेष भाइहरू हुनुहुन्छ, मेरो उमेरको मर्दहरू हुनुहुन्छ है, उहाँहरूले घरमा सघाउ पनि गर्नु जरुरी छ। आफ्नो चेलीबेटीहरूलाई, आफ्नो आमालाई, आफ्नो श्रीमतीलाई पनि कोही बेला ब्रेक दिनु जरुरी छ। कोही बेला घुमाउनु लानु, कोही बेला आफूले पनि यसो चियाहरू बनाएर, ब्रेकफास्टहरू बनाएर, डिनरहरू बनाएर उहाँहरूलाई पनि ब्रेक दिनु जरुरी छ। किनभने उहाँहरू पनि मसिन त होइन। आदरणीय दर्शकबिन,
उहाँहरू पनि एउटा हड्डी छालाले रगतले बनिएको मान्छे नै हो। त्यसले उहाँहरूलाई पनि गल्छ, उहाँहरूलाई पनि है वक्कै लाग्छ, कोही बेला घुम्नु मन लाग्छ, डुल्नु मन लाग्छ, उहाँहरूको पनि त इच्छा हुन्छ। र हामीले हाम्रो चेलीबेटीहरूलाई रेस्पेक्ट गर्नुपर्छ। उहाँहरूको यो जुन भूमिका छ घर गृहस्थी लिएर, यसलाई हामीले एकदमै रेस्पेक्ट गर्नु जरुरी छ। उहाँहरूलाई पनि हामीले सम्मानको दृष्टिले हेर्नुपर्छ कि यो होइन कि उनीहरू घरकै लागि बनिएको, घरकै काम गर्नुको लागि, घरमै घोटिनुको लागि, घरमै चिया खाजा हर चिज गर्नुको लागि उहाँहरू चाहिँ जन्मेको भनेर हामीले यस्तो हीन भावना चाहिँ पटक्कै सोच्नु हुँदैन। आदरणीय दर्शकबिन, मेरो आजको भिडियोमा यही मेसेज छ विशेष हाम्रो नारी जातिहरूलाई लिएर। नारी जातिहरू हाम्रो देशमा धेरै उत्पीडन, धेरै शोषण हुनुहुन्छ। हामीले दिन प्रतिदिन न्युजहरूमा, सोसियल मिडियाहरूमा देखिरहेको हुन्छौँ। त्यसैले हामी आफै स्वयं जागरुक हुनुपर्छ यस्तो विषयहरूमा। हामी जागरुक भएनौँ भने कसै पनि हुँदैन। पहिला हामीले आफूलाई परिवर्तन गर्नुपर्छ, विशेष मर्द जातिले, तब मात्रै अरूलाई परिवर्तन गर्नु कोसिस गर्नुपर्छ। लौ त आदरणीय दर्शकबिन, आजको भिडियो पनि प्रायः कुखुरामा गयो। त्यस्तै हो हाम्रो घर गृहस्थी गाउँको चियाबारीको। र नेक्स्ट कन्टेन्ट चाहिँ म अझै राम्रो ल्याउने प्रयास गर्छु। हाम्रो रुबिना, रिमा जो पनि फ्यामिली मेम्बरहरू छ उहाँहरूले बनाएको कन्टेन्ट है। आजलाई बिदा दिनुहोस्, आफ्नो ख्याल राख्नुहोस् अनि खुसी भएर बस्नुहोस्। ओके, टेक केयर, लभ यु गाइज।